साथीहरू आज चाहिँ हामीहरू यो चौतारी पोस्टले गरेको अपलोड गरेको एउटा भिडियोको कमेन्टहरू पढ्नेवाला छौँ, जहाँ चाहिँ रवि लामिछानेले आफ्नो मतपेटिकालाई ढोगेर आफ्नो पहिलो मतदान गरेको रहेछ फर्स्ट नै। अब यहाँ मान्छेको कमेन्ट हेरौँ। अर्जुन सिंह भन्नुहुन्छ साले चोर ठग नाटक गर्छ, खत्रै हो। मतलब अब यसलाई कति जनताले चाहिँ चोरै भनेर सम्झिरहेको रहेछन् अहिलेसम्म पनि। यो भिडियो तपाईँहरूको लिङ्क चाहिँ म डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँबाट पनि तपाईँहरू चेक गर्न सक्नुहुन्छ। अनि यहाँ नेपाली काङ्ग्रेसले लेखेको छ हेर्नुहोस्, यो चटकेको नाटक हेर नाटक। मतलब यिनीहरू चाहिँ ठ्याक्कै राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधीहरू रहेछ। यो शुभकामनावाला चाहिँ नपढौँ, हामीहरू अलिक खराब कमेन्ट चाहिँ पढौँ। यो पनि राम्रैवाला रहेछ, राम्रोवाला बढी रहेछ। अर्कोले लेखेछ जोगीलाल जोशी फेरि पनि ठग्ने मौका पाऊँ भनेर चाहिँ होला नि ढोगेको, सारा नौटङ्की ठग रे। हेर्नुहोस् यहाँ कस्तो कस्तो कमेन्ट आउँछ, तपाईँहरूलाई कमेन्ट सुनेर पनि रमाइलो भइरह्यो होला। ढोगेर भोट झर्थ्यो भने किन सहकारी ठगेर जनतालाई पैसा बाँड्नु पर्थ्यो। मतलब उसले चाहिँ सहकारीको पैसा ठगेर जनतालाई बाँड्यो भन्ने चाहिँ यसको सोचाइ रहेछ है, रुमी चामलिङ राईको चाहिँ। अब अर्कोले लेखेछ फेरि यहाँ ठग भगौडा कैदी। मतलब यहाँ राम्रो कमेन्ट भन्दा चाहिँ नराम्रो कमेन्टहरू चाहिँ बढी देख्न पाइरहेछौँ। भिडियो पनि म अलिकति प्ले गरिदिन्छु, यहाँ हेर्नुहोस्। बोल्न चाहिँ यो खत्रै बोल्दो रहेछ। अब यहाँ राम्रो कमेन्टहरूलाई चाहिँ हामी स्किप गरिदिउँ होइन, धेरै नपढौँ। अब यहाँ अर्कोले लेखेको छ प्रशान्त एन्टी नामको रहेछ, यी चुतिया मिडियाको काम छ रे। यो मिडियावालालाई गाली गरिरहेको रहेछ, खास उसलाई चाहिँ होइन रहेछ। अर्कोले चाहिँ यहाँ सूर्य आले मगर जेएमएसले चाहिँ हामीलाई चाहिँ फोनै लान नदिने, नेताहरूलाई चाहिँ भिडियो बनाइदिने। ल ठिकै हो यो पनि। अर्को कमेन्ट हेरौँ यहाँ, मतलब टोटल चाहिँ 1362 कमेन्ट रहेछ यहाँ, मैले नि हालेँ। यो हामी चाहिँ अलि नेगेटिभ कमेन्टबाट पढिरहेछौँ। प्रदीप गुरुङ लेख्नुहुन्छ नाटक नौटङ्की गर्नुमा नम्बर 1 छ यो, आरएसपीको भोट गर्नुमा मुख्य जिम्मेदारी रविको हो। के हो यो? नाटक नौटङ्की गर्नुमा नम्बर 1, आरएसपीको भोट गर्नुमा मुख्य जिम्मेदारी रविको। यो त मैले बुझिनँ है, तपाईँहरू मिलाएर बुझ्नुहोस्। अर्कोले लेखेको छ यो नमुनाको पनि अनेक छ नौटङ्की। मतलब यहाँ कमेन्टहरू चाहिँ खतरै हेर्न पाइरहेछ हामीहरूले। अर्को छ चटकेको नाटक। अर्कोले लेख्नुहुन्छ यहाँ चिरञ्जीवी बस्यालले चाहिँ अलिक बेसी चटक र नाटक त नगरेको भए पनि हुन्थ्यो रवि दाई। मतलब यसले अलिक बढी नै नाटक गरे जस्तो छ। यो भिडियो चाहिँ लिङ्क डिस्क्रिप्सनमा छ, त्यहाँ हेर्नु होला है। यो पोस्ट चाहिँ कसले गरेको छ भन्दाखेरि यो चौतारी पोस्टले पोस्ट गरेको रहेछ। टाइटलमा चाहिँ लेखेको छ मतपेटिका ढोगेर रवि लामिछानेले गरे मतदान, बालेन शाहले पनि हाले भोट भनेर लेखेको रहेछ। कमेन्टको चाहिँ यहाँ बर्सातै छ। अनि अरू के छ? अर्को हेर, यो समाचार पढ्ने मान्छेलाई पनि गाली गरिरहेको रहेछ। अब ठिकै हो। यो पनि राम्रो कमेन्ट रहेछ, यो पनि राम्रै छ। जिटको लेखेको, यो मान्छेले चाहिँ जुटको लेखिदिएछ है, 100% रे। ल ठिकै छ। नाटक चाहिँ आउने नै रहेछ रे, ऋषि ढमलालाई पनि यसले पसारिदिने भयो रे है। यो चाहिँ हाम्रो प्रवीण थापा मगरले लेखेको रहेछ। अनि उमेश राईले चाहिँ लेखेछ भाग मुजी। फेरि मुजी सुजी भन्दा चाहिँ मेरो यो युट्युबमा केही होला कि मलाई थाहा छैन। नाटक नगर, हजारवटा मुद्दा बोकेर बसेको छ बेशरम रे। यो चाहिँ यो राई पनि खतरै रहेछ है। अर्को छ नाटक चाहिँ खुब गरेछ केटोले। मतलब अब रवि लामिछानेलाई चाहिँ नौटङ्की नै बनाइदिएछ सबै मिलेर है। अर्को फेरि काजीले लेखेछ साला सहकारी ठगहरू। यो हिसाब यसो कमेन्ट हेर्दा त घन्टीले जित्ला जस्तो मलाई लागेन हौ। यो जति भोट गर्ने मान्छेहरू छ यसले त पक्कै घन्टीलाई गरेन होला। यो कमेन्ट गर्नेहरूले कमेन्ट चाहिँ नेगेटिभ कमेन्ट नै बढी देखिन्छ यहाँ। अर्को पार्टीको पनि हुनसक्छ, मतलब फेक एकाउन्ट बनाएर 10-12वटा कमेन्ट पनि गरेको हुनसक्छ। अर्को छ सेन नेत्रा,
नाटक स्टन्ट पनि कति गर्न जाने यार। यिनीहरूको प्रोफाइल खोलेर हेर्न पाएको भए चाहिँ हुन्थ्यो होइन नि। यिनीहरू त रियलै छ, मतलब यहाँ 1.3K फलोवर्सहरू भएको मान्छेहरूले गरिरहेछन् भन्दाखेरि नयाँ एकाउन्ट त होइन रहेछ। अरू के छ यहाँ हेरौँ। ल यो चाहिँ एकदम हँसाउनेवाला छ, हेर्नुहोस् यहाँ केशव एस भाइले लेखिदिएछ, यो चाहिँ बालेन शाहको लागि लेखेको होला। रुखमा त हालेनन् सालेले झ्यापको पारामा रे है। बालेनलाई प्रायःले गाजा खान्छ भन्छन्, झ्यापको पारामा चाहिँ त्यसले रुखमा त हालेनन् भनेर भनिरहेछ नै यसले चाहिँ। अर्को चाहिँ जितको शुभकामना भने अर्को यहाँ अरू कमेन्टहरू टन्नै छन्। यहाँ भर्खर हामीले 44वटा हेऱ्यौँ। ल यहाँ त पढ्नै नसक्ने छ, अब तपाईँहरू आफै पढ्नु होला। यो चाहिँ है यहाँ स्क्रिनमा मेरो माउस घुमिरहेछ। यो केटाहरूले चाहिँ पढ्नु होला, केटीहरूले चाहिँ यसलाई अब के भन्ने यसलाई हेरिरहेछ भने पढ्नुहोस्, नभए छोड्नुहोस्। अनि यो अलिकति कमेन्ट गर्दा चाहिँ सोचेर गरेको भए हुन्थ्यो। यो नचाहिने वर्ड चाहिँ अलिक गाह्रै हुन्छ। मतलब यहाँ सबैले हेरिरहेको हुन्छ, घरको अब हुन्छ नि दिदी बहिनी आमाहरूले, मतलब लेडिजले पनि हेरिरहेको हुन्छ नि त। यस्तो कमेन्ट चाहिँ नगरिदिएको भए हुने थियो जस्तो लाग्यो। लेख्न पनि लेखे होइन, सबै नै लेखिदिँदो रहेछ। अनि कसरी हुन्छ, त्यसरी चाहिँ नलेखेदा हुन्थ्यो। अर्को यो पत्रकारले बोलेको पनि बेहोसमा बोलेको जस्तो छ भनेर यहाँ लेखिरहेछ। मैले पनि भिडियो प्ले गर्दा चाहिँ त्यो खानै नपाएको मान्छेले बोले जस्तो चाहिँ रहेछ। अरू हेरौँ, राम्रो कमेन्टहरू चाहिँ यहाँ मतलब 50% जति नै छ। अरू चाहिँ अब प्राय चाहिँ दलालहरू भनेर पनि लेखिरहेको रहेछन्। राम्रो कमेन्ट पनि छन्, मतलब 50-50 छन् भनौँ। धेरैले चाहिँ यहाँ सहकारी ठग भनेर चाहिँ ट्याग नै लगाइदिइसकेको रहेछ। अनि बालेनलाई चाहिँ त्यही हो कि गाजा साजा खाएर रुखमा बोट हाल्यो होला, अग्रम बग्रम है। सुन्न चाहिँ मजै आयो। यहाँ चाहिँ एउटाले आक्साङ सोमाईले चाहिँ लेखेको छ, तपाईँहरूले किन पक्षपात गरेको, हर्कलाई चाहिँ किन छोडेको, हर्कले पनि भोट हालेको त्यो न्युज चाहिँ बनाइदिनु पर्यो, नभए त्यसले तपाईँहरूलाई त्यो गीत गाएर गाली गर्छन् भनेर यहाँ लेखेको रहेछ। त्यो पनि हेरौँ, उसको पनि गरिदिनु पर्यो। मतलब अब त्यसलाई चाहिँ पक्षपात किन गर्ने होला। ल अर्को छेत्री भाइरल छ है। यसको अब कति छ, यो चाहिँ एकदम नयाँ एकाउन्ट जस्तो छ, गाली गरेको छ होइन। ठुक्क ढोग्न लाज नभएको सहकारी ठग लाजमान रे। मतलब ट्याग नै लगाइदियो सहकारी ठगको, ठगेकै हो कि क्या हो। तपाईँहरूलाई के लाग्छ, त्यहाँ कमेन्टमा चाहिँ लेख्ने हो ठग्या हो कि होइन भनेर। बाँकी त प्रायःले चाहिँ जितको शुभकामना भनेर लेखिरहेछन्। रवि दादा अब चाहिँ प्रायः जसो चाहिँ यहाँ पोजिटिभ कमेन्टहरू नै देखियो। नेगेटिभ कमेन्ट चाहिँ हामीहरूले धेरै पढ्यौँ। ल आयो खतरा आयो। युनिक दिपेन्द्रको आएछ, साला सहकारी ठग, केही नपाएर देशलाई लुट्नलाई राजनीति गर्दैछस् हो कि क्या हो, नाटक गर्छौ। अब भर्खर हामीले 124वटा कमेन्ट हेऱ्यौँ। अब अरू हेरौँ। अब यो रङ परियारले लेख्नु भएको छ, मतपेटिकालाई ढोग्ने होइन सहकारी पीडितलाई गएर ढोग्न जाऊ भनेर लेखेको रहेछ। अब सहकारी पीडितलाई ढोगेर पनि पैसा पाउने भयो त ढोगिदिन्थ्यो नि, के गर्ने, पाउँदैन। अनि अर्को छ, अब हामी अरू हेरौँ। अर्को छ यहाँ प्रिथी परदेशी एकाउन्ट चाहिँ 600 पिपल भनेपछि नयाँ नै रहेछ। नौतङ्की सहकारी ठगको रे। अब सहकारी ठगको त पुरै ट्याग नै लागिसक्यो। मतलब कमेन्ट हेऱ्यो भने चाहिँ पुरै ठगैले मात्र लेखेको यहाँ भेटियो। अब अर्को छ यहाँ रमेश शाह, यो ठग त विदेशी दलाल हो, नौटङ्की साला रे। ल मतलब अब कमेन्ट त भद्र गोलै छ भनौँ न। यत्रो
गाली पनि दिनेहरू छन्, माया गर्नेहरू पनि जति छन् भने त्यति नै गाली गर्नेहरू पनि रहेछन् यहाँ चाहिँ। अरू जितको शुभकामना भन्नेहरू पनि धेरै भेटियौँ। अब हामीहरू अब चाहिँ ठिकै छ। अब एउटा नेम्बाङ हेममेड भन्ने न्यू फेसबुक एकाउन्ट, मतलब यहाँ जति कमेन्टहरू गर्दैछन् प्रायः चाहिँ नयाँ एकाउन्ट बनाइ गरिरहेछन् है साथीहरू। धेरै विश्वास गर्न लायकको त छैन। यहाँ नेम्बाङ हेमन्त नाम छ, न्यू फेसबुक एकाउन्ट भर्खर बनाएर चाहिँ यहाँ कमेन्टमा गाली दिइरहेछ के। ठग हार्नै पर्छ, सहकारी पीडित पुरा सैनिकको शराब लागोस् तँलाई ल। अब हेर्नुहोस् है, यो चाहिँ खासै पुरानो एकाउन्टहरू होइन, नयाँ एकाउन्ट बनाएर गाली गरिरहेको रहेछन्। यसलाई चाहिँ हामीले धेरै सिरियस लिनु भएन। अब अर्को आयो यहाँ सन्देश हिपीको, यसको एकाउन्टलाई पनि चेक गरौँ। यो चाहिँ यो पनि नयाँ एकाउन्टै रहेछ। रवि चोर देश छोड, सहकारी चोरलाई नेता बनाउने कस्ता जनता हुन्, छिछि। यसले त जनतालाई गाली गरेछ है, यो मान्छे ठिक छैन। जनतालाई चाहिँ गाली नगर्दै हुन्थ्यो, नेताहरूलाई त गरेर केही फरक पर्दैन, यिनीहरूले पचाइहाल्छन्। अब 184वटा कमेन्टमा पुग्यौँ हामीहरू। अब जितको आयो, यहाँ सबै चाहिँ राम्रो आयो। अब यहाँ आएछ के देवेन्द्र मगर, उहाँले लेख्नु भएको छ, यी दुवैजना नेपाली जनता र नेपाली राष्ट्रलाई खरानीको डल्लो उपहार दिने कुपात्र हुन्। यिनीहरू नैतिक रूपले हरेक सेकेन्डमा हारिरहेका पात्र हुन्, बाँकी भेडा जनताको हातमा। खै आफूले भेडै सम्झिँदो रहेछ है। ल ठिकै छ, यो पनि हामीले पढ्यौँ। अर्कोले चाहिँ यहाँ एउटा भनेछ कि होइन हाम्रो त फोनै लानु दिएको छैन, यसले चाहिँ कसरी फोटो खिचेछन् है। ओके ठिकै छ, अब ठुलाबडाहरूले खिचिरहेका हुन्छन्। अब चाहिँ यहाँ सबैले चाहिँ शुभकामना दिइरहेछन् जित भयो भनेर है। अब चाहिँ नेगेटिभ कमेन्ट चाहिँ अलिक कम भयो जस्तो लाग्यो है। तलतिर त सबै ठिकै आइरहेछ। यो एउटा छ, यो तामाङनी करिश्मा, यो पनि नयाँ एकाउन्ट होला मलाई यस्तै लाग्छ। यसको कमेन्ट चाहिँ हेरौँ न। उफ, मलाई मन नपर्ने नेताहरूमा रवि र बालेन, योहरूले त नजिटोस् है भगवान्। भगवानसँग प्रार्थना गरेछ, भगवानसँग प्रार्थना गरेर हुँदैन। जित्ने हार्ने चाहिँ त्यो मतपेटिका भित्र खसेको भोटले बताउँछ। तपाईँ चाहिँ भगवानलाई भनेर के पनि हुनेवाला चाहिँ छैन, वेट गरौँ। ल 214वटा कमेन्ट भर्खर गयो। भिडियो धेरै लामो होला जस्तो छ, अहिले यसलाई यही रोकिदिनु पर्ला जस्तो पनि लाग्यो। कमेन्टहरू त थुप्रै आइरहेको रहेछ। बालेनको लागि चाहिँ ठिकै नै यहाँ आइरहेछ, तर रवि लामिछानेको लागि चाहिँ अलिक खराबहरू चाहिँ हामीले देखे। ल साथीहरू, अहिले हामी धेरै नपढौँ होला, अब भिडियो पनि लामो भयो। तपाईलाई के लाग्छ, रवि लामिछानेले देश बेच्छ कि देश बनाउँछ? बालेन शाहले देश बेच्छ कि देश बनाउँछ? यिनीहरू जितेको हेर्न चाहनुहुन्छ कि हारेको हेर्न चाहनुहुन्छ? कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र यो भिडियोको लिंक म तपाईहरुलाई डिस्क्रिप्सनमा दिन्छु, त्यहाँबाट यो पोस्टमा गएर तपाईले पुरा भिडियो पनि हेर्न सक्नुहुनेछ। अहिलेको लागि यति नै, बाँकी अब हामीहरु अर्को भिडियोमा अर्को कमेन्ट क्लिक गरेर ल्याउने छौं। त्यसमा के भइरहेछ तपाईको पार्टीका केही नेताहरुमाथि, तपाईको पार्टीका केही नेतामाथि आक्रमण भयो, मनिषाको गाडीमै भयो, कमेन्ट क्लिक गरेर भिडियो बनाउने गर्छौं। टिममाथि नै आक्रमण भयो। यस्तो भिडियोहरु तपाईलाई मन पर्छ भने भिडियोलाई चाहिँ लाइक गरेर घटनालाई तपाईले कसरी लिनु